आज हामी धुरन्धर 2 द रिभेन्ज फिल्म हेर्न जाँदैछौँ। के छ त अनि धुरन्धर मुभीको एक्साइटमेन्ट छ एक्साइटमेन्ट पुरै फुल छ एकदम फुल। वान हेर्नु भएको छैन कसरी हुन्छ त यार वान थोरै हेरेको छु तर पनि टू हेरेपछि म बुझिहाल्छु वान कस्तो रहेछ भनेर। अनि म त वान हेरेको छु है, मलाई त एकदम एक्साइटेड छ। त्यो डबल हो कि सिङ्गल हो भने म कन्फ्युज छु। त्यही भएर त्यसो कन्फ्युजन मेरो लागि पनि आज जाँदैछ। जानु पर्यो होइन जानै पर्यो। अनि सर तपाईँको के छ वानमा त म सुतेँ हो, टूमा के हुन्छ है हिन्दी त बुझ्दैन नै सुतिहाल्छ साँच्चै भन्दा सुतिहाल्छ यार। हामी चाहिँ वान पनि हामी सँगै हेरेको थियौँ अब टू पनि हेर्दैछौँ। हामी फिल्म हलमा पुग्यौँ। त्यहाँ एकदमै धेरै भिड थियो। हामीले अनलाइन टिकट काटिसकेको कारणले गर्दाखेरि हामीलाई त्यति तनाव चाहिँ भएन। त्यसपछि हामी भित्र छिरिहाल्यौँ। कुन कुन मेरो त्यो बिचको हो हजुर हजुर आँखा यस्तो गराउनुपर्छ परेको भिडियो हेर्नु। सोल्टे कस्तो लाग्यो फिल्म फिल्म चाहिँ राम्रो लाग्यो तर अलि माथा धेरै रहेछ कि यसमा। मार्केट धेरै रहेछ अनि एक्सन हेर्न मान तपाईँ एक्सन भन्दा पनि हल्का स्टोरी हेर्न आएको या त एक्सनै हेर्न जस्तो भयो। ठिकै छ के छ बढ्दा मजा लाग्यो होला है मलाई त एकदम मजा लाग्यो। तिमीलाई सलार एकदम मन परेको थियो होइन त्यो भएर यो झन् एकदम मन परिहाल्छ मलाई एक्सन मुभीहरू एकदम मनपर्छ। हेर्त भन्दा तिमीले काम दियो तँलाई कस्तो लाग्यो त त सुत्या त्यसको तँलाई के मजा लाग्यो होला रे दामी भयो दामी छ सुतिएको थियो क्या उठाएको थियो ऊ त्यो जस्सी हुने के उसलाई उठाएको थियो कि फिल्म चाहिँ राम्रो रहेछ। पार्ट 1 हेरेको मान्छेलाई चाहिँ पार्ट 2 राम्रो लाग्छ। सिधै पार्ट 2 हेरेपछि त मजा लाग्दैन। फिल्म दमदार छ चाहिँ उस्तै हो। मान्छे त लास्टै भिड थिए। 3 बजेदेखि हेर्न लागेको फिल्म 7:14 मा सिद्धियो भने पछाडि लगभग 4 घन्टा होइन 3 बजे उज्यालै माथि हामीहरू अब यताले यस्तो चाहिँ राति भयो